सबै श्रोताले चन्दन अक्षता फूल लिएर हात जोड्नु, वक्ताले प्रार्थना पढ्नु। यम ब्रह्मा वरुणेन्द्र ऋत मरुत स्तुनवन्ति दिव्य स्तव्य वेदे साङ्ग पदक्रमोपनिषदे ग्रायन्ति यसामगा ध्यानवस्थित तदगतेन मनसा पश्यन्ति यम योगिनो यशयन्तन विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चरित्रत्वज्वलपु शुक्लाम्बरं मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन मुक्तावली शोभिता सर्वज्ञान निन्दान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम्। मुंक करोति वांसलं पंगुलंड घयते गिरिं यत कृपातमः वन्दे परमानंद माधवं। नमो भगवते तस्मै व्यासाय अमित तेजसे यस्य प्रसादात् गच्छामि नारायण कथामिमम्। नारायण नमस्कृत्य नर चैव नरोत्तमम् देवी सरस्वती व्यास ततो जयमुदीरयेत्। यत यो प्रार्थना सकेर पुष्पाञ्जली चढाई नमस्कार गर्नु अनि वाचकले कथा भन्न थाल्नु, श्रोताले एकचित्त भएर कथा सुन्नु। अथ द्वाविशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, त्यहाँ उपरान्त शिव शर्मा ब्राह्मण गोमा ब्राह्मणी गएपछि शिवभट्ट ब्राह्मण सती ब्राह्मणी आँखाले देखुन्जेल हेरिरहे। भूमिबाट देख्न छोडेपछि रुख चढेर हेरे, त्यहाँबाट पनि नदेखिने भएपछि रुखैमा बसेर नाना तरहको विलाप गर्न लागे। त्यसै बेला देव संयोगले रुखको हाँगो भाँचियो र रुखदेखि खसी मरे। तब श्री महादेवका दूत आए विमानमा चढाएर कैलाश पर्वतमा लगे। ती शिवभट्ट सती ब्राह्मणी दिव्य शरीरका भएर कैलाशमै रहे। तहाँ उपरान्त शिव शर्मा र गोमा ब्राह्मणीले डोलेहरूसित यस वनको नाम के हो, त्यो ठूलो पात भएको वृक्षको नाम क्या